हामी सनातनीहरू सबैको प्रमुख गन्तव्य चारधाम मन्दिर नेपालमै बन्दैछ। यो नेपाल सत्ययुगको सत्यवती, त्रेतायुगको तपोवन, द्वापर युगको मुक्ति सोपान र कलियुगको नेपाल नामले प्रचलित छ। यो पवित्र स्थान विश्वकै एकमात्र वैदिक सनातन हिन्दू राष्ट्र आफैमा तीर्थ हो। नेपालका पवित्र तीर्थस्थलहरूको विकासले आन्तरिक तथा बाह्य पर्यटन वृद्धि होस् भन्ने अभिप्रायका साथ सम्पूर्ण सनातनीहरूको प्रमुख गन्तव्य चारधाम मन्दिर नेपालमै निर्माण हुँदैछ। यो बद्री विशाल धाम अब नेपालमै छ। तारकेश्वर भन्ने यो अलिक उच्च पहाडी जग्गामै छ। प्रत्येक वर्ष हजारौंको संख्यामा नेपाली तीर्थयात्रीहरू भारतको चारधामको यात्रा गर्नुहुन्छ। तर अबको केही वर्षमा यस स्थानमा नै चारधामको निर्माण हुँदैछ, जसमध्ये श्री बद्रीनारायण मन्दिरको निर्माण भइसकेको छ र अन्य 3 धामहरूको निर्माणको कार्य पनि धमाधम हुँदैछ। हाम्रो चाहिँ यहाँ बृहत शान्तिधाम नेपाल बद्रीनारायण भगवानको मन्दिर हो। यहाँ चाहिँ जुन यो मन्दिर उत्तराखण्डमा अवस्थित छ, उहाँकै सेम स्वरूपमा भगवानलाई नै यहाँ विराजमान गराएर पाञ्चरात्र आगम पद्धतिद्वारा यहाँ भगवानको नित्य कैङ्कर्य सेवा अर्चना भइरहेको छ दैनिकी। काठमाडौँको नयाँ बस पार्कबाट करिब 7 किलोमिटर उत्तरतर्फ तारकेश्वर नगरपालिका 2 मा रहेको छ बृहत शान्तिधाम, जसलाई श्री बद्रीनारायण मन्दिर भनेर पनि चिनिन्छ। आउनुहोस् आजको यो विशेष प्रस्तुतिमा बृहत शान्तिधाम अर्थात् श्री बद्रीनारायण मन्दिरको भ्रमण गरौँ। जय श्रीमान नारायण। हजुरहरू सबैजनालाई आजको यो विशेष प्रस्तुतिमा स्वागत छ। हामीहरूको आजको यात्रा बृहत शान्तिधामसम्मको रहनेछ। हामीहरू यतिखेर टोखामा रहेको छौँ र यहाँनिर पनि एउटा निकै नै ऐतिहासिक धार्मिक स्थल रहेको छ, जसलाई हामीहरू श्री सिद्धिविनायक स्वप्नतीर्थ भनेर चिन्दछौँ। आउनुहोस् शान्तिधाम जानु पूर्व बाटोमा नै रहेको श्री सिद्धिविनायक स्वप्नतीर्थको पनि दर्शन गरौँ। हामीहरू यतिखेर चाहिँ टोखामा रहेको छौँ र आजको हामीहरूको यात्रा शान्तिधाम अर्थात् श्री बद्रीनारायण धामको रहनेछ र त्यहाँ जाने क्रममा चाहिँ यो टोखामा बाटोमा नै सपनतीर्थ पनि पर्दछ। आउनुहोस् सपनतीर्थको पनि भ्रमण गरौँ र यहाँनिर रहेको जुन चमत्कारी एउटा पोखरी रहेको छ त्यसको पनि भ्रमण गरौँ। अहिले हामी सपनतीर्थमा अवस्थित एउटा यो पोखरी, अद्भुत पोखरीको नजिकमा छौँ। यो पोखरीमा चाहिँ नुहायो भने, मुख मात्रै धोयो भने पनि यसले चाहिँ चर्मरोगहरू ठिक गर्ने भन्ने एउटा जनविश्वास रहिआएको छ। गाइए गणपति जगवन्दन, गाइए गणपति जगवन्दन, शङ्कर सुमन भवानी नन्दन। सपनतीर्थमा रहेको हाम्रो नाग पोखरीनिर आइपुगेका छौँ अहिले हामी। यहाँनिर चाहिँ मान्यता चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ मुखहरू मात्रै धुने, हातहरू मात्रै धुने, नुहाउन चाहिँ यहाँ पाइएन। पवित्र स्थल सायद यसलाई मानिएको होला। भगवानहरूलाई नुहाइसकेपछि अनि अलिक पर अघि जुन हामीले पोखरी देखाएका थियौँ त्यो पोखरीमा चाहिँ स्नान गर्ने भनेर चाहिँ यहाँनिरको स्थानीयवासीहरूले हामीलाई जानकारी दिनुभएको छ। प्रख्यात किम्वदन्ती अनुसार सत्यवन्त राजाका 7वटी छोरी मध्ये कान्छी छोरी केशरी मैयाको विवाह कुष्ठरोगीसँग भएको थियो। एक दिन एकजना गोठाला स्वप्नतीर्थ नदी किनारमा गाई चराउँदै थिए। गोठालाले फट्याङ्ग्रोलाई हातले च्याप्प समाती हात खुट्टा चुडालेर पोखरीमा फ्याँकिदिँदा अचम्म भयो। फट्याङ्ग्रो जस्ताको त्यस्तै भएर पाखा लाग्न थालेछ। यस प्रकारको वृत्तान्त हेरिरहेका महारोगीले राति देखेको सपनालाई दिनमा जस्ताको तस्तै भेटेपछि बामे सर्दै पोखरीमा डुबुल्की मार्दा महारोगी सुन्दर युवकका रूपमा परिवर्तन भएर बाहिर आएछन्। सोही दिनको स्मरण स्वरूप टोखामा प्रत्येक वर्ष वैशाख 1 गतेदेखि स्वप्नतीर्थ नुहाउने मेला लाग्न थालेको बताइन्छ। अब यो पोखरी चाहिँ सानो पोखरी
त्यहीँको नुहाउने जल लिने यताबाट गर्ने भनौँ न कस्तो रोग यताबाट भएको यहाँ नुहाएर यता भन्ने निको हुन्छ। कहाँ कहाँदेखि मान्छे आइरहेको थियो निको भइरहेछ पनि आएर नुहाइरहेछ यता भइरहेछ दर्शन गरिरहेछ दर्शन गरे जल सल यता लिएर भनौँ न यहाँ जिउमा खचरा ठाउँमा यता भएर लगाइरहेछ यता भइरहेछ निको भइरहेछ। सबैजना आइरहेछ मान्छे धेरैजना मान्छे आइरहेछ यता कहाँ छ भनेर सोध्दै सोध्दै आउँछ। कहाँ कहाँदेखि मान्छे भन 1 बजेदेखि उठेर यहाँसम्म आएर बिहान 1 बजे उठेर यहाँ 3 बजे करिब 10 बजेसम्म पनि आइपुग्यो। यहाँ चाहिँ पहिले मैले सुनेको अनुसार चाहिँ बच्चाहरूको कपालहरू काट्ने सुरुचोटी कपाल काट्ने त्यो भाकल जस्तो मुण्डन जस्तो भनौँ त्यो पनि हुन्थ्यो भनेर सुनेको। हुन्छ हजुर हुन्छ अहिले पनि हुन्छ हुन्छ यहाँ ल्याएर कपाल सबै काट लाउने नुहाइरही गर्ने रात गर्ने अनि त्यहाँ कपाल काट लाउने त्यहाँ बसेर खोलातिर अनि त्यो खोलामा फ्याल्ने अनि त्यहाँ पोखरीमा नुहाउने अनि दर्शन गरी लाने। अनि यहाँनिर कुनै त्यस्तो दिनहरूमा चाहिँ मेलाहरू लाग्ने त्यस्तो केही पनि मेन हो यसो वैशाख 1 गते लाग्छ। यो कति 27 गते यो पोखरी सफा गर्ने। हजुर 27 गते पोखरी सफा गरेपछि यहाँ मान्छे चराउन चुरुन केही छुन दिनुहुन्न। चैतको 27 गते 27 गते हजुर। अनि वैशाखमा 1 गते मेला लाग्छ यहाँ 12 बजे नुहाउँछ देउटा। हजुर अनि मान्छे नुहाउने अनि भिड लाग्छ हजुर मान्छे तन्नु हुन्छ। अनि बेला भएको छैन भने पनि मान्छे नुहाउन थालिहाल्छ लुगा खोलेर लाइन बसिरहेको हुन्छ। छाला सम्बन्धी रोगहरू देउटा नुहाएको छैन भने पनि नुहाउन लाउने अनि बच्चाहरूलाई रुन्चे लागेको अनि यहाँ 1 गते जहिले नि माघे सङ्क्रान्ति जहिले पनि यहाँ व्रत बस्यो भने अब यो वैशाख 1 गतेदेखि सुरु हुन्छ होइन। फेरि 1 वर्ष व्रत बस्यो भने छोरा नपाउने छोरा पाउँछ कि यहाँ छोरा नै दिन्छ। सन्तानको प्राप्ति पनि भयो छोरा नै दिन्छ कि प्राप्ति पनि भयो भन्ने यस्तो मान्यता पनि रहिआएको छ। अनि यहाँ हाम्रो सेतो गणेश हुनुहुँदो रहेछ होइन। गणेशजी चाहिँ उहाँ गणेशजीलाई चाहिँ के भनेर चाहिँ जस्तै केही विनायक या चाहिँ के भनेर सपन तीर्थ सिद्धि विनायक भनेर भनिन्छ। भनेपछि यो विनायकहरू हुनुहुन्छ नि जस्तै सूर्य विनायक कार्य विनायकहरू मध्येको एकजना हुनुहुन्छ उहाँ पनि। अब मैले अस्ति सुनेको चाहिँ उहाँ यो सपन तीर्थ गणेश र उता गङ्गापुरमा बसेको गणेश एउटै हो अरे कि कस्तो कि दाहिनेपट्टि भयो भोग नखाने। हजुर देउरीपट्टि घुमेर आएको थाप्यो भने भोग खाने यसो घुमेको दुईपट्टि घुमिरहेको थियो यहाँ चाहिँ भित्रपट्टि यसो देउपट्टि बस्छ अनि दाहिनेपट्टि खाने भयो। अनि कुनै ठाउँमा दाहिनेपट्टि यस्तो आयो देउरीमा चाहिँ खाने भयो अनि त्यो चाहिँ भोग नचल्ने अनि देउरीपट्टि भयो भने भोग चल्ने। गणेशजीको पनि प्रकार हुँदो रहेछ दुई प्रकारको एउटा चाहिँ भित्रपट्टि सुड आएको र एउटा बाहिरपट्टि सुड गएको चाहिँ हुँदो रहेछ। भित्रपट्टि भयो भने चाहिँ भोग लाग्ने र बाहिरपट्टि भयो भने चाहिँ भोग नखाने चाहिँ गणेश भनेर चाहिँ यहाँको जनविश्वास मान्यता रहिआएको छ। सपन तीर्थ सिद्धि विनायकको दर्शन गरिसके पश्चात अब हामीहरूको यात्रा शान्तिधामतिरको रहनेछ। यहाँनिर रहनुभएको पुजारीजीसँग पनि केही कुराकानीहरू गऱ्यौँ र यो मन्दिरको धार्मिक महत्त्वहरू पनि हामीहरूले बुझेका छौँ। निकै नै धेरै महत्त्व बोकेको मन्दिर रहेछ सपन तीर्थ सिद्धि विनायक गणेशजीको मन्दिर। र अबको यात्रा चाहिँ बद्रीनारायण धामतिर। श्री सिद्धि विनायक सपन तीर्थको दर्शन गरिसकेपछि अब हामीहरू तारकेश्वर नगरपालिका 2 काभ्रेस्थलीमा रहेको शान्तिधामतिर अघि बढ्दैछौँ। शान्तिधाम जानको लागि बालाजु माछापोखरी हुँदै अघि बढ्न सकिन्छ। अहिले हामी नेपालको बद्रीनाथ धाम यानि कि शान्तिधाम भनेर चिनिने स्थानमा हामी दर्शन गर्न जाँदैछौँ। अहिले हामी शेषमती पुल लिएर आइपुगेका छौँ। यो ठाउँसम्म आइपुग्नको लागि चाहिँ हामीले बालाजु माछापोखरी हुँदै एएन पिक्चर अष्टनारायण सिनेमा हलको छेउबाट आए पनि हुन्छ र अर्को छेउको बाटोबाट आए पनि हुन्छ। अहिले चाहिँ हामी शेषमती पुलसम्म आइपुगेका छौँ। यहाँबाट हामी अगाडि कस्तो हुनेछ त्यो हजुरहरूलाई बताउँदै जान्छ। अहिले हामी बद्रीनारायण मन्दिर जाने क्रममा रहेका छौँ। अहिले चाहिँ हामी तारकेश्वर नगरपालिका 2 मा अवस्थित यो एउटा चोक जस्तो छ त्यो चोकमा हामी छौँ। अहिले यताबाट तपाईँले बाटो देखिरहनु भयो होला। यो बाटो चाहिँ तारकेश्वर मन्दिर जाने बाटो हो भनेदेखि चाहिँ यताबाट चाहिँ हामी बद्रीनारायण मन्दिर पुग्नेछौँ।
अब आउनुहोस् हामी सँगसँगै बद्रीनारायण मन्दिरको दर्शन गरौँ। अन्ततः अहिले हामी बद्रीनारायण मन्दिरको ठ्याक्क मूल गेट लिएर आइपुगेका छौँ। बाटो अलिकति अप्ठ्यारो भए पनि सबैतिर ढलन गरिदिएको बाटो रहेछ, त्यो भएर चाहिँ अलिकति सहजै छ। बर्खा महिनामा चाहिँ सायद अलिकति गाह्रो हुन्छ होला। पहिले चाहिँ यो बाटो पिच नहुँदा, ढलान नहुँदाखेरि चाहिँ अलिकति गाह्रै अवस्था थियो भनेदेखि बद्रीनारायणको झल्को दिने, मूल बद्रीनाथको झल्को दिने हिसाबले नै चाहिँ अलिकति डाँडामा चाहिँ यो मन्दिर अवस्थित छ जस्तो हामीलाई लागिरहेको छ। अब मन्दिर परिसर अलिकति भित्र मात्रै रहेको छ। मूल गेटमा हामी आइपुगेका छौँ। आउनुहोस् हामीसँगै। शान्तिधाममा 4 धाम मन्दिर अन्तर्गत सर्वप्रथम सत्ययुगी भगवान श्री बद्रीनारायणको मन्दिर 2073 साल निर्जला एकादशीमा शिलान्यास भई 2075 साल रामनवमीमा निर्माण सम्पन्न भएको थियो। शान्तिधाममा प्रत्येक एकादशीको दिनमा मेला लाग्ने गर्दछ। एकादशीमा दर्शनार्थीहरूको निकै ठूलो घुइँचो हुने गर्दछ यस स्थानमा। अक्षय तृतीयाको दिनमा बद्रीनारायण मन्दिरमा रहनुभएको भगवानलाई नारायण थान लिएर गइन्छ। नारायण थानमा लगेर भगवानलाई नुहाई धुवाई गरेर पूजा गरे पश्चात फेरि श्री बद्रीनारायण मन्दिरमा ल्याएर राखिन्छ। नमस्कार, म चाहिँ यहाँको यस मन्दिरको अर्चकको रूपमा अहिले छु। म अध्ययन पनि गरिरहेको छु यहाँ स्वामीजीसँग बसेर। हाम्रो चाहिँ यहाँ बृहत शान्तिधाम नेपाल बद्रीनारायण भगवानको मन्दिर हो। यहाँ चाहिँ जुन यो मन्दिर उत्तराखण्डमा अवस्थित छ, उहाँकै सेम स्वरूपमा भगवानलाई नै यहाँ विराजमान गराएर पञ्चरात्र आगम पद्धतिद्वारा यहाँ भगवानको नित्य कैङ्कर्य सेवा अर्चना भइरहेको छ। दैनिकी बिहान 7 बजे भगवानको दर्शन लाभ हुन्छ आरती भएर। त्यस पश्चात 12 बजेसम्म, 12 देखि 3 चाहिँ विश्राम समय हो। अहिले पट बन्द हुन्छ भगवानको। त्यसपछि 3 बजेपछि फेरि दर्शन पट खुल्ला भएर बेलुका आरती भोगरा नित्य कैङ्कर्य भइरहन्छ। यहाँको प्रमुख स्वामीजी चाहिँ श्रीमद् वेदमार्ग वेदान्तका प्रबन्धाचार्य 1008 श्रीमद् श्री चतुर्भुजाचार्य चूडामणि महाराज, मेरो आचार्य अक्षमद आचार्य हुनुहुन्छ। उहाँ चाहिँ अहिले केही कार्यक्रमको लागि बाहिर निस्कनु भएको छ। हाम्रो यो बद्रीनारायण मन्दिर चाहिँ अब विभिन्न प्रकारबाट वृद्ध अशक्तहरूलाई अब उहाँ जानको लागि अप्ठ्यारो हुन्छ, असहज हुन्छ। त्यही कारणले भगवान नै स्वयं भगवानले कृपा गरेर आज यहाँ शान्तिधाम नेपालमा यो स्थान रोजेर आज भगवान यहाँ विराजमान हुनुभएको छ। जुन उत्तराखण्डमा विराजमान हुनुहुन्छ, यो पनि नेपालको काठमाडौँ राजधानीको उत्तराखण्डमा रहेको छ। यहाँ भगवानलाई चाहिँ अब हाम्रो यो यस क्षेत्रमा 4 धामै स्थापना गर्ने गुरु योजना छ। गुरु योजना पश्चात अब यो बद्रीनारायण भगवानको अहिले त प्राङ्गणमा भगवान स्वयं विराजमान भएर सेवा अर्चना सबैलाई दर्शन लाभ दिइरहनु भएको छ। अब यता हाम्रो रामेश्वरम मन्दिर निर्माण भइसकेको छ। अब त्यस पश्चात द्वारिकाधीश महाराज, द्वारकाधीश जगन्नाथपुरी भगवानको पनि स्थापना अब विस्तार रूपमा हुनेछ। यहाँ मुनि अब धर्मशालाको पनि अब कार्यक्रम सुरु भइरहेको छ। त्यसपछि यहाँ धर्मशाला पनि निर्माण हुँदैछ। यहाँ अब पितृ उत्सवहरू गर्नका लागि यहाँ ब्रह्मकपाली तीर्थ छ। विभिन्न प्रकारको जन्मदेखि मृत्यु पर्यन्त सम्पूर्ण कार्य यहीँ रहेर सम्पूर्ण गुरुहरू आचार्यहरूद्वारा नै यहाँ कैङ्कर्य रूपमा भइरहेको छ। यो हाम्रो यो शान्तिधाम नेपालको स्थापना चाहिँ अब 67 सालमा यो संस्थाको स्थापना भएदेखि 75 साल वैशाखको निर्जला एकादशीको दिन यो निवर्तमान पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन भएर त्यस पश्चातदेखि यहाँ अब सेवा अर्चना र यो मन्दिरको पूजा अर्चना कैङ्कर्य रूपमा भइरहेको छ। अब चाहिँ हाम्रो यो पर्यटकीय स्थलको रूपमा रहेर पनि, धार्मिक पर्यटकीय स्थलको रूपमा रहेर पनि विभिन्न धेरै भक्तजनहरूको आगमन हुन्छ। भगवानहरूको दर्शन गर्नका लागि विभिन्न प्रकारको सेवा अर्चना हुन्छ। अब कुनै पनि प्रकारबाट भक्तजनहरू आएर यहाँ अब ध्यान गर्ने, वासस्थानको लागि पनि रात्रिकालीन भोजन व्यवस्था, वासस्थानको व्यवस्था पनि रहेको छ। यहाँ अब आफ्नो कुनै पनि इच्छाद्वारा भगवान प्राप्तिको लागि यहाँ आएर भगवान नै स्वयं अष्टाक्षर मन्त्र प्रदान गर्ने भगवान विराजमान हुनुभएको छ। अष्टाक्षर मूल मन्त्र यो कलियुगमा भगवान नै, कलियुगको प्रमुख भगवान नै बद्रीनारायण भगवान रहनु भएको छ। उहाँद्वारा नै सम्पूर्ण जीवको कल्याणको लागि
आज हाम्रो यस क्षेत्रमा आएर विराजमान हुनुभएको छ। यस क्षेत्रमा प्रमुख गरी त भगवान विराजमान गर्ने उद्देश्यले हाम्रो गुरुजीले आचार्यले अध्ययन गरेर पनि इन्डियामा रहेर अध्ययन गरेर पनि नेपालकै भक्तजनहरूलाई कृपा गर्ने उद्देश्यले भगवानलाई स्वयं ल्याएर विराजमान गर्ने उहाँको सत्सङ्कल्प अहिले पूर्ण रूपमा तयारी भइरहेको छ। उहाँको सङ्कल्प सम्पूर्ण कार्यको लागि उहाँको सङ्कल्प नै आज पूर्ण रूपमा सङ्कल्प नै आज पूर्ण हुँदै गइरहेको छ। भगवान विराजमान हुनुभएको छ। यता शीशमहल राधाकृष्ण भगवानको पनि दर्शन गर्न सकिन्छ। त्यहाँ चाहिँ अब सिसाको अब 1500वटा सिसाहरू आफ्नो अनुहार गऱ्यो भने सम्पूर्ण कुराबाट देख्न सकिन्छ। अब हाम्रो अब यहाँ हवन कुण्ड भयो, विभिन्न प्रकारबाट हवन दैनिकी हवन हुन्छ। यस्तो यावत प्रकारबाट भगवानलाई यहाँ विराजमान गराइरहेको छ। सम्पूर्ण भक्तजनहरू पनि अब हजुरहरूको यस च्यानल मार्फत, युट्युब मार्फत वा जे भनौँ संसारमा सामाजिक सञ्जाल मार्फत अब कति प्रकारबाट त यस क्षेत्रलाई हजुरहरूले देख्नु पनि भएको छैन होला। अब यसै मार्फत पनि हजुरहरूलाई यहाँ दर्शनको लागि आमन्त्रण पनि गर्दछु। हाम्रो आदरणीय गुरुले यो मन्दिरको बारेमा धेरै कुरा बताइसक्नु भएको छ। अहिले चाहिँ यहाँनिर शीश महल पनि छ भनेर उहाँले नै जानकारी दिनुभएको भएर चाहिँ हामी शीश महलको दर्शन गर्न, कृष्ण राधाको दर्शन गर्नलाई हामी जाँदैछौँ। आउनुहोस्। अहिले चाहिँ हामी बद्रीनाथ मन्दिरभित्र परिसरभित्र रहेको शीश महलमा आएका छौँ। यहाँ चाहिँ राधा कृष्णको मूर्ति भव्यताका साथ स्थापना गरिएको छ भने चारैतिरबाट अघि गुरुले भनेको जस्तै 1000वटा भन्दा बढी सिसाहरू चाहिँ सिसाको प्रतिमाहरू राखिएको छ। हामीले चारैतिरबाट यो शीश महललाई हेऱ्यौँ भनेदेखि चाहिँ हाम्रो आकृति नै पनि चारैतिर देखिने जस्तो देखिन्छ। जसरी बद्रीनारायण धाममा राधाकृष्णको मन्दिर चाहिँ मन्दिरको छेउमा बनाइएको छ भने यहाँनिर पनि मन्दिरको छेउमै बनाइएको छ। तर त्यहाँभन्दा चाहिँ यहाँनिरको पृथक के छ भन्दाखेरि यहाँनिर चाहिँ सिसै सिसामा चाहिँ राखेर शीश महल नाम दिएर चाहिँ लक्ष्मीनारायणको मन्दिरको छेउमा चाहिँ राधाकृष्णको मन्दिर चाहिँ स्थापना गरिएको छ। जय श्रीमन्नारायण। हामीहरू यतिखेर तारकेश्वर नगरपालिकामा रहेको श्री बद्रीनाथ धाम अथवा शान्ति धाममा आइपुगेका छौँ र यहाँनिर अघि हामीले गुरुजीसँग पनि कुराकानी गऱ्यौँ। यहाँनिर आएर हामीहरूले यसो कुराकानी गरेर जानकारी लिँदाखेरि चाहिँ यस स्थानलाई नेपालको 4 धामको रूपमा विकास गर्ने योजना रहेको छ, जसमध्ये पृष्ठभूमिमा हजुरहरूले निकै नै सुन्दर बद्रीनारायण धाम वा शान्ति धाम देखिरहनु भएको छ र यतातिर छेउमा चाहिँ रामेश्वरम धामको निर्माण कार्य धमाधम भइरहेको छ र साथसाथै रामेश्वरम धामभन्दा अलिकति केही पर चाहिँ द्वारिकाधीशको धाम पनि बनाइन्छ र अर्कोपट्टि साइडमा चाहिँ जगन्नाथ धामको निर्माण गर्ने कुरो चाहिँ गुरुले हामीलाई सुनाउनु भएको थियो। र यसो सरसर्ती हेर्दाखेरि चाहिँ अबको केही समयमा यस स्थानमा नै मुख्य 4 धामको निर्माण सम्पन्न हुनेछ र हामी नेपाली आम मानिसहरूको लागि चाहिँ अब 4 धामको यात्रा या 4 धामको दर्शन गर्नको लागि निकै टाढा भारतको 4वटा दिशा चाहिँ धाउनु पर्दैन। यस स्थानमा नै 4वटा धामको दर्शन गर्न सकिन्छ, जसले गर्दाखेरि हिन्दू सनातनी वैदिक धर्मावलम्बीहरूको लागि चाहिँ यो स्थान निकै नै धेरै पुण्य र पावन हुन्छ भन्ने हामीहरूले अनुमान गरेको छौँ। सबैलाई हर हर महादेव, जय श्रीमन्नारायण हरि हरि। आज हामी यहाँ नेपालको एउटा बद्री विशाल भन्ने श्री विष्णु हरिनारायणको मन्दिरमा आइसकेका छौँ। यो बद्री विशाल धाम अब नेपालमै छ, तारकेश्वर भन्ने यो अलिक उच्च पहाडी जग्गामै छ। यो भिडियो अब सबैको लागि होइन, एउटा सबैजना आइदिनु भएर यहाँ दर्शनको लागि आइदिनु होला, किनभने यो राम्रो बनिएको छ। लगभग इन्डियाको उत्तराखण्ड भन्ने जग्गामा जुन चाहिँ 4 धाममा हाम्रो यो बद्री विशाल धाम छ, ठ्याक्कै त्यसको दुरुस्तै भन्दा पनि अब त्यही नै भनौँ न। त्यसको लागि अनि सबै भक्तजनहरू आएर एकचोटि यहाँ बद्री विशालमा
दर्शन गरिदिनको लागि आइदिनु होला भन्ने अनुरोध छ मेरो। एकदम धेरै एकदम प्राकृतिक हिसाबले एकदम राम्रोसँगले बनाइएको छ। लगभग यो बनिएको 8 वर्ष भयो भनेर भन्नुहुँदै थियो यहाँ हाम्रो गुरुबाहरूले। अनि त्यसको लागि म तपाईँहरू सबै भक्तजनहरूलाई आग्रह गर्दछु कि एकचोटि जसरी भए पनि जीवनमा लाइफ टाइम होइन जीवनकालमा एकचोटि चाहिँ तपाईँहरू आएर यहाँ बद्री विशालको दर्शन गरिदिनु होला र पुण्य कमाउनु होला र मुक्ति हुन्छ भन्ने हाम्रो एउटा जुन चाहिँ हाम्रो मान्यता छ त्यसको लागि भयो भने आफ्नो जीवनको लागि भयो भने एकचोटि चाहिँ यहाँ दर्शन गर्न पर्ने नै छ। हामीले पनि गर्यौं, धेरै मनमोहक हिसाबले अब ढंगले यसरी उतारिएको छ, बनाइएको छ। त्यही भएर सबैलाई म अनुरोध गर्छु फेरि एकचोटि सबैजना आएर यहाँ सहायता गरिदिनु होला। यो भर्खर नयाँ नै बनिएको हो। अब कम श्रद्धालु भक्तजनहरू कमै हुनुहुन्छ। अनि हजुरहरू पनि एकचोटि यो भिडियो हेरेर यो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु भएर चाहिँ नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। अनि एकचोटि फेरि यहाँ दर्शनको लागि आउनु होला। बद्रीनारायणको एकदम ब्लेसिङ लिएर जानु होला, आशीर्वाद लिएर जानु होला। सबैलाई जय श्रीमन नारायण हरि हरि। हर हर महादेव, हर हर महादेव, हर हर महादेव। हामी अहिले बद्रीनारायण धाममा रहेका छौँ। नेपालको बद्रीनारायण धाम भनेर यसलाई चिनिने गर्दछ। यो चाहिँ संघीय राजधानी काठमाडौँको उत्तरी दिशामा अवस्थित छ भने हाम्रो जुन बद्रीनारायण विशाल बद्री हुनुहुन्छ उहाँ पनि चाहिँ उत्तराखण्डमा अवस्थित हुनुहुन्छ। भारतको उत्तरपट्टि चाहिँ अवस्थित हुनुहुन्छ भने यहाँ पनि हाम्रो काठमाडौँ संघीय राजधानी काठमाडौँको ठ्याक्कै उत्तरपट्टि अवस्थित हुनुहुन्छ। यो स्थानलाई हामीले धार्मिक पर्यटकीय स्थलको रूपमा भोलिको दिनमा स्थापना गर्न सक्छौँ। त्यसको लागि हामीले गर्नुपर्ने सरकारी तौरबाट प्रवर्धनहरू पनि आवश्यक पर्न जाने हुन्छ। त्यसै हाम्रो यो युट्युब च्यानलबाट पनि तपाईँहरूले हेरेर यहाँसम्म आउने बाटोहरू कस्तो छ, यहाँको सुविधाहरू के छन् भन्ने कुराहरू हेर्न सक्नुहुन्छ भने हामीले भर्खरै गुरुसँग सोधेका थियौँ यहाँनिर बद्रीनारायणको जस्तो तातो पानीहरू आउँछ कि आउँदैन, किनभने काठमाडौँको हाइटभन्दा अलिकति माथि रहेको छ। यहाँबाट काठमाडौँको पुरै भ्यू पनि हेर्न सकिन्छ। त्यस्तै यहाँनिर थोरै चिसो पनि हामीले महसुस गरिरहेका छौँ भनेदेखि बाहिरबाट उपत्यका बाहिरबाट भारत राज्यबाट पनि आउने मान्छेहरूलाई चाहिँ थोरै चिसो महसुस हुनसक्छ। त्यो भएर चाहिँ यहाँको लागि तातो पानी, स्नान गर्नको लागि तातो पानी पनि व्यवस्था गरिएको छ भनेर अघि गुरुले भन्नुभएको थियो। त्यस्तै यतातिर हामीले देख्न सक्छौँ रामेश्वरमको पनि निर्माण भइरहेको छ भनेदेखि अब हामी नेपालीहरूले स्पेसली हामी नेपालीहरूले चाहिँ 4 धामको यात्रा गर्नको लागि भारतसम्म गइराख्नुपर्ने अवस्था नआउला भोलिको दिनमा। त्यो भएर चाहिँ हामीले यो स्थानलाई चाहिँ हामी प्रवर्धन गर्नको लागि चाहिँ धेरैभन्दा धेरै सबैजनाले चाहिँ यहाँनिर एकपटक भिजिट गरिदिनु भयो भनेदेखि यस ठाउँको प्रवर्धन पनि हुने थियो, आन्तरिक पर्यटनलाई पनि टेवा पुग्ने थियो।